प्रभुले यहाँहरू सम्पूर्णलाई आशिष दिनुभएको होस् अनि उपस्थित सम्पूर्णलाई ख्रीष्टको नाममा जय मसीह। अनि आजको डिभोसनमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। अनि यहाँहरूको माझमा म छोटो वचनलाई प्रस्तुत गर्न चाहन्छु। विशेष आजको दिनमा म वचन बाँड्न चाहन्छु अनुग्रहद्वारा राज्यमा कसरी राज्य निर्दिष्ट गर्ने भन्ने विषयमा म तपाईँहरूको माझमा केही वचनलाई सेयरिङ गर्न चाहन्छु। प्रिय, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। तपाईँ जीवनमा राज्य निर्दिष्ट गर्ने व्यक्ति हुनुहुन्छ। तपाईले आफ्नो जीवनमा राज्य निर्दिष्ट गर्ने व्यक्ति तपाईँ आफै नै हुनुहुन्छ। तपाईलाई परमेश्वरले बोलाउनु भएको छ सफलता हुनका निम्ति, सम्पन्न हुनका निम्ति, जीवन पाउनका लागि, उहाँसँग सम्बन्ध बनाउनका लागि, उहाँसँग संगति गर्नका लागि, उहाँसँग समय बिताउनका लागि परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ। प्रिय, विजय जीवन यापन गर्नका लागि परमेश्वरले तपाईँ र मलाई उहाँले तपाईँ र मलाई चुन्नु भएको छ, बोलाउनु भएको छ। प्रिय, एउटा कुरा बताउन चाहन्छु, यो प्रभुको चाहना होइन। जुन जीवन अघि तपाईँ र मैले तपाईँलाई बताइरहेको थिएँ, यो परमेश्वरको इच्छा हो। तर यो परमेश्वरको इच्छा होइन जुन जीवन तपाईँ र मैले हारको जीवन जिरहेको छौँ, जुन तपाईँ र म कमजोरी भएर जीवन बिताइरहेको छौँ, हारेरै मात्र जीवन बिताइरहेको छौँ, तपाईँ र म श्रापित भएर जीवन बिताइरहेको छौँ, यो परमेश्वरको इच्छा होइन। तपाईँ र म असफलताको जीवन बिताइरहेको छौँ, यो परमेश्वरको इच्छा होइन। प्रिय, परमेश्वरले खालि तपाईँ र मलाई सफलता हुनका लागि, उहाँको आशिष पाउनका लागि, उहाँसँग सम्बन्ध हुनका लागि परमेश्वरले तपाईँ र मलाई चुन्नु भएको छ। अनि बाइबलले हामीलाई स्पष्ट बताउँछ। प्रिय, अनि बाइबलले हामीलाई स्पष्ट रूपमा देखाएको छ कि, वचन दिएको छ कि परमेश्वरले, बाइबलले हामीलाई भन्छ परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ शिर तुल्याउनका निम्ति। प्रिय, पुच्छर तुल्याउनका निम्ति होइन। म तपाईँलाई उत्साह गराउन चाहन्छु। प्रिय, तपाईँ र मलाई शिर तुल्याउनका निम्ति परमेश्वरले तपाईँ र मलाई बोलाउनु भएको छ। तपाईँ र मलाई पुच्छर अन्तिममा बस्नका लागि होइन, कम्फर्टेबल जीवन बिताउनका लागि होइन। प्रिय, तपाईँ र मलाई परमेश्वरले असाधारण जीवन बिताउनका लागि तपाईँ र मलाई बोलाउनु भएको छ। परमेश्वरले तपाईँ र मलाई आशिष दिन चाहनुहुन्छ। यदि तपाईँ बिजनेसम्यान हुनुहुन्छ भने परमेश्वरले तपाईँ र मेरो बिजनेसमा समृद्धि ल्याउन चाहनुहुन्छ। यदि तपाईँ र म स्टुडेन्ट छौँ भने परमेश्वरले तपाईँ र मेरो परीक्षामा, शिक्षामा आशिष दिन चाहनुहुन्छ। प्रिय, यदि तपाईँ राम्रो जब गर्दै हुनुहुन्छ भने तपाईँको जबमा, तपाईँको इम्प्लोइमेन्टमा परमेश्वरले आशिष गर्न चाहनुहुन्छ। यदि तपाईँको मिनिस्ट्री छ, अर्गनाइजेसन छ, तपाईँको मण्डली छ, तपाईँ जवानहरूको माझमा काम गर्दै हुनुहुन्छ अनि विभिन्न माझमा तपाईँले काम गर्दै हुनुहुन्छ भने तपाईँलाई आफ्नो आफ्नो ठाउँमा परमेश्वरले आशिष गराउन चाहनुहुन्छ। आफ्नो आफ्नो ठाउँमा परमेश्वरले तपाईँको आफ्नै तरिकाबाट, परमेश्वरले आफ्नै गिफ्टबाट परमेश्वरले उठाउन चाहनुहुन्छ। प्रिय, तपाईँ असाधारण व्यक्ति हुनुहुन्छ। यु आर दिस अर्डिनरी म्यान भन्न चाहन्छु म। प्रिय, तपाईँलाई परमेश्वरले तपाईँ र मलाई अद्भुत रीतिले सृजना भएको छ। परमेश्वरले तपाईँ र मेरो जीवनमा केही उद्देश्यको साथमा परमेश्वरले तपाईँ र मलाई सृजना भएको छ। प्रिय, अनि तपाईँ र म परमेश्वरको राज्यमा तपाईँ र मैले राज्य निर्दिष्ट गर्न सक्छौँ। प्रिय, अनि यदि तपाईँ राज्य निर्दिष्ट परमेश्वरको राज्यमा गर्न चाहनुहुन्छ भने केवल तपाईँले परमेश्वरको अनुग्रहद्वारा मात्र गर्न सक्नुहुन्छ। तपाईँले आफ्नै बुद्धिले, आफ्नै बलले प्रिय केही गर्न सक्नु हुँदैन। तपाईँले केही नै गर्न सक्नु हुँदैन। तपाईँले आफ्नै कर्मले, आफ्नै हैसियतले तपाईँले केही पनि गर्न सक्नु हुँदैन। प्रिय, केवल तपाईँको जीवनमा अनुग्रहको आवश्यक छ। प्रिय, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु। हामी अयोग्य छौँ अनि यदि तपाईँ योग्य बनिन चाहनुहुन्छ भने केवल येशूद्वारा मात्र बनिन सक्नुहुन्छ, केवल अनुग्रहद्वारा मात्र बनिन सक्नुहुन्छ, जसद्वारा तपाईँ र मैले हरेक कुराहरू अनुग्रहद्वारा गर्न सक्छौँ। प्रिय, तर प्रिय, म तपाईँलाई बताउन चाहन्छु जेसुकै होस् तर तपाईँ जिन्दगीमा राज्य निर्दिष्ट गर्ने व्यक्ति हुनुहुन्छ। यसकारण येशू तपाईँको प्रभु हुनुहुन्छ। जब तपाईँले आफ्नो जीवनमा राज्य गर्नुहुन्छ भने, अब तपाईँले राज्य गर्नुहुन्छ भने तपाईँले आफै केही पनि गर्न सक्नु हुँदैन। प्रिय, मात्र येशूको अनुग्रहद्वारा मात्र गर्न सक्नुहुन्छ। अनि तपाईँको जीवनमा येशूको अनुग्रहको खाँचो छ। प्रिय, बाइबलले भन्छ
हामीलाई बाइबलले स्पष्ट बताउँछ। दोस्रो कोरिन्थीको पुस्तकमा हामी हेऱ्यौँ भने दोस्रो कोरिन्थी 12:8 त्यहाँनिर हामी पढ्दै गयौँ भने भेट्न सक्छौँ। मेरो अनुग्रह तिमीहरूको निम्ति प्रशस्त छ, हाम्रो कमजोरीमा, हरेक हाम्रो अयोग्य हुने ठाउँहरूमा हामीलाई त्यो अनुग्रहले प्रशस्तताको साथमा तपाईँ र मलाई योग्य बनाउँछ। अनि हरेक कुरामा अघि बढ्नका लागि केवल हामीलाई अनुग्रहले सहायता गर्छ प्रिय। अनि हामीलाई तपाईँ र मेरो जीवनमा त्यो अनुग्रह हुन जरुरत छ प्रिय। अनि यदि तपाईँ परमेश्वरको राज्यमा राज्य निर्दिष्ट गर्न चाहनुहुन्छ भने तपाईँको जीवनमा अनुग्रहको खाँचो छ। अनि यदि तपाईँले अनुग्रहलाई लिएर राज्य निर्दिष्ट गर्न सक्नुहुनेछ प्रिय, तपाईँले अनुग्रहलाई आफ्नो जीवनमा लिनुपर्ने हुन्छ। यदि तपाईँको जीवनमा तपाईँले अनुग्रहद्वारा राज्य निर्दिष्ट गर्दै हुनुहुन्छ भने अन्धकारको शक्तिले तपाईँ र म माथि थिचोमिचो गर्न पाउने छैन। यदि तपाईँ राज्य निर्दिष्ट गर्ने शक्ति तपाईँले पाउनु भएको छ भने दुष्टको राज्यहरू तहस नहस हुनेछ प्रिय। गरिबीले राज्य गर्न पाउने छैन, श्रापले राज्य गर्न पाउने छैन, अन्धकारले राज्य गर्न पाउने छैन। तपाईँ र मैले त्यो हरेक अन्धकारको शक्तिहरूमाथि, गरिबी बिरामीहरूमाथि तपाईँ र मैले अधिकार गर्न सक्छौँ, राज्य गर्न सक्छौँ प्रिय। प्रिय, म तपाईँलाई यो बताउन चाहन्छु, अनुग्रहद्वारा तपाईँले हरेक दुष्टको कुराहरूमाथि राज्य गर्न सक्नुहुन्छ अनि राज्य निर्दिष्ट गर्न सक्नुहुन्छ प्रिय जिन्दगीमा। अनि प्रिय, म तपाईँलाई एउटा कुरा बताउन चाहन्छु, यो राज्य निर्दिष्ट गर्ने शक्ति चाहिँ तपाईँले आफ्नो परिवारमा भर पर्दैन। यो शक्ति तपाईँको जस्तो सुकै परिवार होस्, तपाईँको ब्याकग्राउन्ड जस्तो सुकै होस्, तपाईँ पहिले कस्तो हुनुहुन्थ्यो त्यो ठुलो कुरो छैन प्रिय। तर तपाईँ अहिले कस्तो भएर जीवनयापन गर्दै हुनुहुन्छ, तपाईँले त्यो अनुग्रहलाई कसरी लिइराख्नु भएको छ प्रिय, त्यसमा भर पर्छ। तपाईँको जतिसुकै ब्याङ्क एकाउन्ट होस्, तपाईँको पैसा जतिसुकै होस्, तपाईँसँग धन सम्पत्ति जतिसुकै होस्, अनि तपाईँ कस्तो ब्याकग्राउन्डबाट आउनुभएको छ त्यो जस्तो सुकै होस्, त्यसमा भर पर्दैन प्रिय। यो चाहिँ केवल येशू ख्रीष्टमा भर पर्दछ, तपाईँको विश्वासमा भर पर्दछ प्रिय, राज्य निर्दिष्ट गर्ने शक्ति। अनि यो हरेक कुरा चाहिँ तपाईँ र मैले अनुग्रहद्वारा प्राप्त गर्न सक्छौँ प्रिय। राज्य गर्ने शक्ति चाहिँ प्रिय तपाईँलाई बताउन चाहन्छु केवल ख्रीष्टद्वारा मात्र हामी गर्न सक्छौँ, केवल अनुग्रहद्वारा मात्र गर्न सक्छौँ प्रिय। प्रभुले तपाईँलाई आशिष दिनुभएको होस्। म तपाईँलाई यो वचन सेवाकाई म यतिमै राख्न चाहन्छु। अनि प्रिय, म तपाईँलाई एउटै कुरा मात्र बताउन चाहन्छु, यदि तपाईँ राज्यमा निर्दिष्ट गर्न चाहनुहुन्छ भने, राज्य गर्न चाहनुहुन्छ भने, परमेश्वरको राज्यमा रहेर राज्य निर्दिष्ट गर्न चाहनुहुन्छ भने तपाईँको जीवनमा अनुग्रहको खाँचो छ। राज्य गर्ने शक्ति चाहिँ केवल येशूमा मात्र छ। अनि यो चाहिँ तपाईँको जीवनमा येशूको खाँचो छ। अनि यदि तपाईँले येशूलाई पाउनु भएको छ, अनुग्रहलाई पाउनु भएको छ भने स्योरली तपाईँले हरेक कुराहरूमाथि राज्य गर्न सक्नुहुन्छ। तपाईँको विश्वासमा भर पर्छ यो, तपाईँको कुनै परिवारमा भर पर्दैन, कुनै ब्याङ्क एकाउन्टमा भर पर्दैन, तपाईँको पास्ट जीवनमा भर पर्दैन, केवल यो चाहिँ तपाईँको ख्रीष्टमा मात्र भर पर्छ प्रिय। प्रभुलाई महिमा भएको होस्। अनि यो वचन सेवाकाईलाई म यतिमा राख्न चाहन्छु। सबैलाई फेरि पनि ख्रीष्टको नाममा जय मसीह।